आज म चाहिँ नास्तामा आलु पराठा गराउँदैछु। त्यसको लागि पिठो मुस्दैछु। पिठो मुछेर रेडी भइसक्यो। यसलाई म भिज्नको लागि धोकेर राखिदिन्छु। म चाहिँ आलुलाई पखाल्दैछु उसिन्नको लागि। आलु पनि पाकिसकेछ। म अब यसलाई फोक्छु। म चाहिँ यसमा थोरै नुन, थोरै बेसार, थोरै जिरा धनियाँको पाउडर अनि थोरै काटेको धनियाँ अनि मसिनो गरी पिसेको लसुन थोरै राख्दैछु। हजुरहरूलाई राख्न मन भएदेखि पिरो खुर्सानी र प्याज पनि काटेर राख्न सक्नुहुन्छ। अब म यसलाई मिक्स गर्दैछु। आलु रेडी भयो। म चाहिँ अब आलु पराठा बेल्दैछु। यसरी पिठोलाई डल्लो गराउँदैछु। रोटी पनि बेलेँ। म अब रोटीलाई घिउमा पकाउँदैछु। रोटी पनि पाक्यो।